काठमाडौँको ट्राफिक चल्नलाई हामी बिहानै निस्क्यौँ र काठमाडौँ धुलिखेल बनेपा हुँदै बनेपा कट्ने बित्तिकै त्यहाँ रुसी खोलामा आएको बाढीले सडकहरू सबै भत्काएर बिगारेर लगेकोले मेन सडक चाहिँ अवरुद्ध भएको रहेछ। त्यसै कारण यो रुसी खोलाको बगरमा नै अस्थायी सडकको निर्माण गरिएको रहेछ र हामी पनि यही रोसी खोलाको बगरको सडक हुँदै काभ्रेतिर अगाडि यात्रा बढाउँदैछौँ। हेरौँ है त अबको यात्रा कस्तो हुन्छ। खोलाको तीरमा बसेका ससाना बस्तीहरू ठाउँ ठाउँमा हेर्नुहोस् त कति रमाइलो देखिएको है। त्यहाँको सडक दुर्घटना कम गरिदिनुहोस् भनेर त्यहाँका स्थानीय बासिन्दाले देवी माताको स्थापना गरेर सबैजनाले ऐना चढाउनु हुँदो रहेछ। हेर्नुहोस् त बाटोको एक साइडको भित्तामा टन्न ऐना छ। हाम्रो आस्था हाम्रो विश्वास होइन त यो। हामीले पनि मनमा नै भगवानलाई प्रार्थना गर्दै हाम्रो यात्रा शुभ होस् भनेर अगाडि बढ्यौँ र अहिले यो देखिएको स्थान चाहिँ सुनकोशी र तामाकोशीको दोभान हो। हेर्नुहोस् त कति राम्रो मिलेर दोभान बनेको छ दुईटा नदीहरू। अब चाहिँ हामी चखेवा भन्ज्याङ पुग्न लाग्यौँ। चखेवा भन्ज्याङ पुग्नु अगाडिको बाटो चाहिँ अलिकति राम्रो रहेनछ। गाडीमा हामी धेरै नै हल्लियौँ। हेर्नुहोस् न सबैजना मस्त हल्लिँदै हल्लिँदै चखेवाको उकालो उक्लिँदैछौँ है हामी। ल है हामी त सबेरै उठेर तिनधारामै हातमुख धुन जाउँ है भनेर बिहानै हेर्नु त मिरमिरेमै यहाँ आइपुग्यौँ। मैले यो तिनधाराको टक्सारको बारेमा धेरै कथाहरू सुनेको छु। त्यसैले मलाई यहाँ फर्स्ट टाइम आउँदा पनि यो ठाउँ मैले पहिल्यै देखेको थिएँ कि भन्ने जस्तो भान पनि भइरहेको छ। निकै आनन्द एकदम रमाइलो अर्कै अनुभूति भइरहेको छ मलाई चाहिँ। अनि निमेषलाई आफ्नो जन्मस्थानमा आउन पाउँदा एकदमै खुसी छ। एकदमै धेरैभन्दा धेरै ह्याप्पी छ। यशोधरा माध्यमिक विद्यालय पनि त्यही रहेछ। अब हामी ठुलो पसल हुँदै अगाडि बढ्दैछौँ। सुनसान छ, कोही उठ्नु भएकै छैन। कतै यता कता कता चाहिँ भाले बासेको चाहिँ सुन्नेको छ है। अगाडि अब देउराली हुँदै हामी सुजन दाईको घर ठाकुर तबाको घर पनि पुग्यौँ। अझै हामी अगाडि बढ्दैछौँ। देउरालीको मन्दिरमा पनि ढोका बन्द रहेछ। हामी अहिले पूजा गर्न आउँछौँ। अब त्यो उकालो बाटो चढेर चाहिँ हामी हाम्रो घरतिर जान्छौँ है त। पहिले चाहिँ यो बाटो पनि हिँड्ने बाटो रहेछ। अहिले चाहिँ रोडको लागि बाटो खन्दैछ सबै। ल अब हामी मामाको घर हुँदै घरतिर जाउँ। पानी आएको छैन। अलिकति तुवालो लाएको जस्तो भएर डबलीहरू चाहिँ देख्न पाइएन क्लियरली। ल अब यो चाहिँ छोटो बाटो खुर्र दौडेर घर जाने हाम्रो घर जाने बाटो है। अनि अर्कोतिर छ यो चाहिँ अलिकति घुमेर जानुपर्ने, त्यो पनि खन्दैछ। ल हाम्रो घर यही हो है त। फाइनल्ली हामी हाम्रो घरनिर पुग्यौँ। यो चाहिँ टक्सारको अर्ली मर्निङको भ्यू। निमेषको भनाइअनुसार करिब 30 वर्षपछि टक्सार आउँदा धेरै परिवर्तन भइसक्यो अरे। पहिले यहाँ धेरै चहल पहल हुन्थ्यो अरे। मानिसहरू धेरै बस्थे बाक्लो, एकदम रमाइलो थियो अरे। तर अहिले बस्ती शून्य भइसकेको छ। मानिसहरू बसाइसराई गरेर कोही सहर कोही विदेश गइसकेका छन्। हुन त यो आम नेपालको गाउँ पहाडहरूको आजभोलिको अवस्थै त्यस्तो छ। सबैजना बसाइ सरेर कि त सहरतिर कि विदेशतिर लागिसकेका छन्। ल अब चाहिँ हामी हाम्रो घरमा पुग्यौँ है त। ल यही हो हाम्रो घर। यो दुईटा आम्ने सामनेको घर है हाम्रो। ल हेर्नुहोस् त फाइनल्ली हाम्रो भोजपुर टक्सारको घरमा आउने यसपालिको इच्छा पुरा भयो। यो हाम्रो घरबारी
त्यो अगाडि पुरानो घरको चाहिँ अगाडिपट्टिको वाल मात्रै बाँकी रहेछ। ड्याडी आन्टीहरू जन्मिनु भएको घर त्यही हो अरे। धन्न मैले वाल मात्र भए पनि देख्न पाएँ। यो चाहिँ नयाँ घर नै पुरानो भइसक्यो। ल यही हो हाम्रो भोजपुर टक्सारको घर। जन्मथलो आउन पाएर हाम्रो निमेश ताम्राकारज्यू एकदम खुसी हुनुहुन्छ। त्यही भएर बिहानै उठाएर मलाई बाले बास्तेसँगै हामी यहाँ जन्मघर आउन पाएको छु। मलाई पनि रमाइलो लागिरहेछ। के अरे ओके ल सम्झना घरमा को छ? ल तपाईँ कुन कोठामा बस्थ्यो? भित्र जानु न भित्र। कुन? अनि यहाँबाट हेर्ने? यहाँबाट उफ्रेर तल त झर्थेन नि? यहाँबाट मात्रै उफ्रेर तल खसेर झरेर खेल्थेन? अनि यहाँबाट खुर्र दौडेर तल जाने होला होइन सुगन्धाहरूका? यो चाहिँ पहिले सुन्तला बारी थियो अरे। अब अहिले त सुन्तलाको बोटको नाम निशान पनि छैन। सबै जङ्गल जस्तै रुख बिरुवा रुखपात भइसकेछ। माथि सबै रोडको लागि खनेछ है। ल म चाहिँ अब बरको रुखमा बसेर एकछिन आनन्दले टक्सारको वरिपरि हेर्नु पर्यो है त। यो चाहिँ साइलदाई मालदाको घर रे है। मैले उहाँहरूलाई चिनेको त छैन। त्यो तल चाहिँ हाम्रो पानी खाने पँधेरा छ अरे धारा। दिदीहरू मम्मीहरू सबैजना त्यहीँ पानी भर्न जानुहुन्थ्यो अरे। नुहाउनु पनि त्यहीँ जानुहुन्थ्यो अरे। He is saying hello to everyone. त्यो परको चाहिँ 15 मुरे भन्ने खेत हो अरे है त। सायद 15 मुरी धान फल्ने भएको भएर त्यसको नाम 15 मुरे भएको त होला नि है। अनि यहाँबाट धारा अझै नजिक देखिँदो रहेछ। त्यही तलको पानी खाने धारा, लुगा धुने नुहाउने धारा त्यो चाहिँ। यहाँ गणेश थानमा चाहिँ दिदीहरू दिनदिनै पूजा गर्न आउनुहुन्थ्यो अरे। यो चाहिँ भोजपुर बजार जाने बाटो है त हिँडेर। त्यहाँ त ल आगो बाल्नु भएछ। हामी नमस्ते। नमस्कार। हामी त काठमाडौँबाट। हाम्रो घर पुरानो घर हेर्न आएको हामी चाहिँ। कहाँ हो तपाईँ यसको पुरानो? भनिदिनु न। यहाँ कहाँनिर? नरेश ताम्राकार। ए अनि नरेश ताम्राकारको के? बुहारी बाबु नानीहरू नमस्ते। अनि भदैहरू पो अनि कहिले आउनु भएको नानी? हामी हिजो आएको। घरबाट तल बोलायो नि आन्टीहरू सबले सुन्नुहुन्थ्यो होला। सुन्नुहुन्थेन? ल अब त अलि उज्यालो पनि भयो है। हामी पनि अब फर्किन लागेको। फेरि आफ्नै आँगन हुँदै हामी अब टक्सार तल बजार देउरालीतिर झर्छौँ। ओहो ऊ त्यो घरको बारेमा हेर्नु त त्यहाँ त अहिलेसम्म पनि सुन्तला छ त। सुन्तला पो टिपेर खानु मन लाग्यो त मलाई त।
त्यो देश मेरो त्यो देश मेरो जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ। ल यो चाहिँ ठुलो आँगनको अगाडि भाजु तबुवाको घर अनि भाजु तबुवाको घर अगाडि प्रवीणा चमाको घर भन्ने त मैले सुनेको होला यही नै दुईटा होला। यो आँगनमा चाहिँ नाटक देखाइन्थ्यो अरे, लाखे नचाउने जात्राहरू यताउता सबै टनाटन मान्छेहरू हुन्थ्यो अरे हेर्ने। ऊ परसम्म बसेर रमाइलो हुन्थ्यो अरे यो ठुलो आँगनमा। त्यो चाहिँ साइली आन्टीको घर रे। यहाँ भोजपुरमा चाहिँ एउटा रमाइलो के भने सबैजना आफन्त दाजुभाइ मामा घर फुपूको घर यहीँ छ कि नजिकै टाढा जानै नपर्ने सबैजनाको घर, माइती पनि त्यहीँ, घर पनि त्यहीँ, मामा घर पनि त्यहीँ। कति रमाइलो हो कि। ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ। यो देश मेरो हो त्यो देश मेरो यो देश मेरो हो त्यो देश मेरो जहाँ ढुङ्गा ढुङ्गामा यो चाहिँ मेरो ठुलो माइजूको माइती घर रे है, सरिता माइजूको। जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ। यो देश मेरो हो त्यो देश मेरो। हामी चाहिँ एकैछिन चाहिँ माथि सुन्तले पनि घुम्न गएको। अग्लो पहाडहरू रहेछ, तर त्यही हो प्रब्लम चाहिँ हुस्सु धुवालो लागेकोले भिजिबिलिटी नै थिएन अनि हामीले खासै दृश्यावलोकन चाहिँ गर्न पाएनौँ पहाडहरूको। त्यो सबै तलसम्म पहाडहरू देख्न पाए कति राम्रो हुन्थ्यो होला। गुराँसहरू चाहिँ बाटोमा यताउता फुलिराखेका थिए। गुराँस देखेपछि मन आनन्द भयो, टिप्यौँ पनि हामीले त। अब चाहिँ हामी भोजपुर बजार हुँदै फर्किन्छौँ। समयको पाबन्दीले गर्दा चाहिँ हामी ड्राइभ थ्रु नै गर्छौँ, किनभने हामीसँग धेरै समय नै छैन। ल हेर्नुहोस्, भोजपुर बजार पहाडको टुप्पामा छ। पूर्वतिर प्रायः जसो बजारहरू हुनु त पश्चिमतिर पनि हुन्छ, पहाडको टुप्पामा रमाइलो देखिने कि चुचुरोमा बजार अनि यसो तल हेर्दा तल पहाडी बस्तीहरू राम्रो छ। ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ। यो देश मेरो हो त्यो देश मेरो यो देश मेरो हो त्यो देश मेरो जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ। त्यो देश मेरो हो त्यो देश मेरो त्यो देश मेरो हो। अब यो टक्सारको बम्बईसन रस्ताना खजुरी त लानै पर्यो। काठमाडौँमा कोसेली होइन, बन्दैछ सबै दमाद। चलौँ अब।